नमस्कार, यो हो राजाबास बाँध। यसपालिको मनसुन अहिले सुरु पनि भएको छैन, भर्खरै स्टार्टिङ पिरियडमा छ र म आषाढको पहिलो साता म यो राजाबास बाँधमा आउँदा यो पानीको बहाव तपाईँ हेर्न सक्नुहुनेछ। अहिले पनि यो अथाह समुद्र जस्तै यहाँ पानी तीव्र रूपले यति बेला यहाँ बगिरहेको छ र आजभन्दा केही दिन अगाडि मात्र यहाँ बालुवा थियो र म यो जुन ठाउँमा उभिरहेको छु यो हो राजाबास बाँध एस्पर। यसलाई एस्पर भनिन्छ र यो एस्परको एउटा बेग्लै कथा पनि रहेको छ। 2065 साललाई याद गर्नुहोस्, जति बेला कुसा बाँध फुटेको थियो र सुनसरी जिल्लाको पश्चिम लौकही कोशी गाउँपालिकाका कयौँ एरिया लगायत भारत बिहारका कयौँ जिल्लाहरू पूर्ण रूपले डुबानमा परेका थिए। कयौँ भौतिक पूर्वाधारहरू पानीमा बगेर गएका थिए। यो एस्परको अवस्था के छ त तपाईँ हेर्न सक्नुहुनेछ। यहाँ यो बोरा पूर्ण रूपले तयारी अवस्थामा छ। यो तपाईँ हेर्न सक्नुहुनेछ राजाबास बाँधमा बोरा तयारी अवस्थामा छ, कटनिया नलागोस् र लागेपछि तुरन्त यो बालुवालाई यहाँ एस्परमा यो पानीको बहावलाई फर्काउनको लागि यो बालुवा रेडी अवस्थामा राखिएको छ। यहाँ बोरामा हेर्न सक्नुहुनेछ यो लेखेको छ बिहार हेर्नुहोस्, यो FF 2022 यो भनेपछि बिहारबाट आएको बोरा हो, तर यो बालुवा चाहिँ नेपालको, बोरा चाहिँ बिहारको र यहाँ काम पनि हरेक कामहरू भारतीय पक्षले नै गरिरहेको छ, किनभने सम्झौता नै त्यस्तै भएको छ, कोशी सम्झौता। र अब म एकैछिन तपाईँहरूलाई यहाँ अलिकति नोजमा लिएर आउँदैछु। यो हेर्नु सक्नुहुनेछ यहाँ यो बाँस र यो पिलर, यो बाँस र पिलर यहाँ किन गाडेको छ भने यसको पनि एउटा बेग्लै स्टोरी रहेको छ। यो बाँस र पिलर जब पानीको स्पिड रफ्तार, कोशीको स्पिड भनेको जति बेला पनि माथिबाट थाहा हुँदैनन्, कोशीको स्पिड भनेको पानीको तलबाट हुन्छ, जसमा कयौँ गोताखोर अनुभवीहरूले पनि त्यो स्पिडलाई पत्ता लगाउन सक्दैनन्। यसको उदाहरण आजभन्दा केही दिन अगाडि कोशी ब्यारेजमा केही गोताखोरहरूले अभ्यासको क्रममा 2 जना गोताखोर पानीको भित्री भागमा केही अनुसन्धानको क्रममा अभ्यासको क्रममा जाँदा 81 त्यहाँबाट बेपत्ता भएका थिए। त्यसैले यो कोशीको पानीको रफ्तार भित्री भागबाट हुन्छ। तपाईहरुलाई जानकारी गराइदिउँ, जति बेला कुसा बाँध फुटेको थियो त्यति बेला पानीको क्युसेक 2 लाख भन्दा केही मात्र बढी थिए। कोशीमा पानी यति बेला खासै तीव्र रूपमा अर्थात् स्पिड वेगमा बगिरहेको छैन, तर कोशीको पानी जहिले पनि कोशीको माथिबाट होइन तलबाट थाहा हुन्छ। र यहाँ हेर्नुहोस् यो एस्परमा यो पिलरहरू पानीलाई फर्काउनका लागि, किनभने जब पानीको स्पिड आउँछ यहाँसम्म पानी आइपुग्छ। यो राजाबास बाँधमा म छु, यो भागसम्म पानी आएको छ। योभन्दा अगाडिको भिडियोहरूमा पनि तपाईँले हेर्नुभयो होला, यहाँसम्म पानी आइपुग्छ। जब यो पानी स्पिडमा आउँछ त्यति बेला त्यो पिलरहरूले त्यो पानीलाई फर्काउनको लागि त्यो पिलर त्यहाँ राखेको छ, त्यहाँबाट पानी फर्कियोस्। यदि त्यहाँबाट पनि फर्किन सकेन भने पानी सट्टै यहाँसम्म आउँछ र यो बोरा यो बोरा रेडी अवस्थामा छ, तपाईँ हेर्न सक्नुहुनेछ। यो बोरालाई सट्टै यहाँ बाँधेर यो बोरालाई उहाँहरूले आफ्नो आधुनिकीकरणले यो तल यो बोराहरूलाई राख्ने गर्दछ। तर यो बालुवा हो, यो एस्पर कुनै ढुङ्गा होइन, यसमा तल केही ढुङ्गाको मात्राहरू दिएर जालीहरू दिएर यो एस्पर बनाइएको छ। यो एस्पर निकै नै जोखिम भनेर धेरैले भनिरहँदा, तर स्थानीयहरूको अनुसार यो एस्परमा जतिसुकै कोशीमा पानी आयो भने पनि 10 लाख क्युसेक पानी आयो भने पनि यो एस्परमा केही हुँदैन भनेर स्थानीयहरू बताउँछन् र कयौँ यहाँका जानकारहरूले दाबी समेत गरिरहेका छन्। तर कुसा बाँध कसरी फुटेको थियो त? कयौँ मिडियाहरूमा धेरै टिप्पा टिप्पणी भएका थिए। कुसा बाँध फुट्दाखेरि त्यति बेलाको कुरा र यति बेलाको कुरामा धेरै फरक छ। त्यति बेला धेरै त्यस्ता कमी कमजोरीहरूको पनि कुराहरू उल्लेख गरिएको थियो। तर के लाग्छ तपाईँलाई, यसपालिको बर्खामा राजाबास बाँधको अवस्था के होला त? तपाईँहरूलाई मैले ग्राउन्ड रिपोर्टिङ देखाउँदैछु। यसरी हेर्नु भने अहिले नर्मल अवस्था छ, अहिले बर्खा सुरु पनि भएको छैन र बर्खा जब सुरु हुन्छ, जब कोशीमा पानीको बहाव वात्तै बढ्न थाल्छ, मौसम विभागका अनुसार यसपालि बढी पानी पर्ने सम्भावना रहेको बताइएको छ। बर्खा सुरुमै नेपालको कयौँ सडकहरू यति बेला अवरुद्ध भएको हामी समाचार हेरिरहेका छौँ र यदि यसपालि धेरै मात्रामा पानी पर्यो भने
तराईमा पानी पर्दा कोशीलाई कुनै असर पर्दैन। कोशीलाई असर पार्नु भनेको पहाडको पानीले हो। यदि पहाडीमा वात्तै लगातार वर्षा भयो भने पानी कोशीमा वात्तै बढ्छ र पहाडका विभिन्न भागमा यदि पानी पर्यो भने 7वटा कोशी नदी मिलेर सप्तकोशी नदी बनेको छ र सम्पूर्ण पानी जब कोशीमा एकसाथ बग्न थाल्छ त्यति बेला जब यसपालि धेरै पानीको मात्रा यदि धेरै पानी वर्षा भयो भने 10 लाख क्युसेक भन्दा पनि बढी पानी आयो भने राजाबास बाँधमा केही असर पर्दैन भनेर दाबी गरिएको छ। तर त्यो आउँदैछ समय, त्यति बेला पनि म तपाईहरुलाई यही पवन रोनियार युट्युब च्यानलमा तपाईहरुलाई ग्राउन्ड रिपोर्टिङ सुरुदेखि नै प्रत्येक दिनको पल पलको अपडेट हजुरहरुमाझ गर्ने नै छु। हुन्छ भने मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। ग्राउन्ड रिपोर्ट म पवन रोनियार देखाउने प्रयास गर्ने नै छु।